हेलो गुड मर्निङ गाइज न्यू डे न्यू ब्लग वेलकम टु स्मल जन अफिसियल सबैजना सन्चै हुनुहुन्छ होला म नि एकदम आराम छु होइन आज चाहिँ श्रीनाथ मण्डली कोट मेलामा टक्क जात्रा हेर्न भनेर आएको छु सबैले हेर्नु ल है उदु त्यहाँ चाहिँ डाँडाहरू गाछ दाइको पसल छ सबजना पसल व्यस्त रमाइलो आज मक्सिर 1 गते अहिले बिहानको ठिक 10 बजेको छ होइन देख्न सकिन्छ माथि छ मन्दिर चाहिँ मन्दिर परिसरमा जाने छ होइन आज यहाँ धेरै चिजहरू बाँकी छ मन्दिरको कोट परिसर हो होइन आज चाहिँ यहाँ पूजा गर्नेको मेला एकदम ठुलो छ जुन चाहिँ सिरान्चोक गाउँपालिका अन्तर्गत चाहिँ न्वागी कार्यक्रम रहेको छ होइन यस अन्तर्गत चाहिँ हिमाल पनि एकदम राम्रो देख्न सकिन्छ र श्रीनाथ मण्डली चाहिँ रहेको छ घुम्नको लागि एकदम रमाइलो रमणीय ठाउँ रहेको श्रीनाथ मण्डलीमा भालो हुने सम्पूर्णलाई हार्दिक आभार श्रीनाथ मण्डलीको मेन मन्दिर चाहिँ यसलाई भन्ने चलन छ होइन यो चाहिँ मण्डली अरे अनि यो चाहिँ कोट भन्ने एउटा सुनेको छु होइन मन्दिरभित्र पनि धेरै भिड रहेको छ मान्छेहरूको पूजाआजा गर्नलाई पनि धेरै समस्या है यस्तै हो मान्छे धेरै हुनेहरू दिनमा सबैले भ्लग हेरेर चाहिँ इन्जोय गरिदिनु होला रमाइलो छ आजको दिन रमाइलो हुनेवाला छ भजन प्रतियोगिता हुनुहुन्छ उहाँहरूलाई मात्रै प्रयोग गर्न दिनु होला जो उभिन सक्नुहुन्छ हेर्न सक्नुहुन्छ एकछिन हट्न सक्नुहुन्छ यो चाहिँ हाम्रो बाजा आइपुग्यो तपाईहरुको समय सुरु भयो गण्डकी प्रदेश गोर्खा जिल्ला को सिरान्चोक गाउँपालिकामा अवस्थित राज्यमै परिचित पौराणिक कालमा सिंह ऋषिको तपोभूमि समेत रहेको यो पावन भूमि सिरान्चोकमा आज न्वागी मेलाको अवसर पारिकन उपस्थित हुनुहुने आदरणीय प्रमुख अतिथिज्यूहरू जनप्रतिनिधिज्यूहरू श्रीनाथ मण्डली तथा कोट विकास समितिका पदाधिकारीज्यूहरू र यहाँ उपस्थित हुनुहुने श्रीरान्चोक प्रेमी श्रीरान्चोकका अभियन्ताज्यूहरू चन्दादाता महानुभावहरू र यहाँ उपस्थित हुनुहुने सम आदरणीय सज्जन दर्शनार्थी श्रद्धालु भक्तजनहरू सामु हामी श्रीरान्चोक साथ गोरेको भजन मण्डलीको तर्फबाट हार्दिक नमस्कार जम्मूद्वीप भारत खण्ड भारतवर्ष आर्यभट्ट अन्तर्गत हिमवत खण्डमा अवस्थित नेपालको प्राचीन कालमा सुवर्णकुट नामले चिनिने गोर्खा जिल्लाको पश्चिम उत्तर खण्डमा अवस्थित यो ऐतिहासिक सांस्कृतिक धार्मिक
र पर्यटकीय हिसाबले अनुपम प्राकृतिक सौन्दर्यताले भरिएको अमर सिंह थापाको जन्मभूमि समेत रहेको र यहाँका झागल गुरुङले सिराञ्चोक सैन्य किल्लाको रक्षा गर्दा वीरगति प्राप्त गरेको उहाँको समेत जन्मभूमि रहेको थलो नारायण ए आफैमा धन्य छ। मण्डली माईको थान लगायतका थुप्रै प्राकृतिक सम्पदाहरूले भरपुर यो थलो नारायण ए स्वर्गको एक टुक्रा ऐतिहासिक कोटगढीहरूमा सबैभन्दा उचाइमा रहेको यो सिराञ्चोक यस्तो सुन्दर ठाउँ हो कि यहाँबाट पूर्व पश्चिम फैलिएर रहेका 16वटा हिम श्रृङ्खलाहरू सजिलैसँग नजर गर्न सकिने अनि त्यस्तै गरिकन यहाँबाट नेपालको थुप्रै ठाउँहरू थुप्रै जिल्लाहरू दक्षिणमा तराईको समथर फाँटसम्म यता पूर्वमा राजधानी काठमाडौँको नाडुङ्गासम्म र यता पश्चिमतर्फ अर्घाखाँची पाल्पासम्म का सारा ठाउँहरू अवलोकन गर्न सकिने र यसको अर्को सुन्दर पक्ष के हो भनेदेखि बौद्ध हिमालबाट अमृतधारा रूपी जलप्रवाह गरिकन पूर्वमा धर्मावती र पश्चिमतर्फ चम्पावती नाम गरेका परम पवित्र नदीहरू नारायण ए बगी गएका किनारामा धर्मावती तर्फ फेमटार फाँट अर्कुल फाँट निदेल फाँट महटार फाँट जरेवार फाँट जस्ता सुन्दर फाँटहरू र यता चम्पावती तर्फ पाण्डेबेसी फाँट मुगे फाँट आदि गरिएका फाँटहरूमा लह लह धान झुलेको यता शिरमा ढकामका भइकन लाली गुराँस फुलेको यस्तो खालको सुन्दर ठाउँ नारायण ए सौन्दर्य अपारको गाइज अब चाहिँ हामी श्रीनाथ मण्डली पूजा गरेर पनि गाउँमा फर्किसकेका छौँ होइन। गाउँमा चाहिँ एकदम भयङ्कर रमाइलो भइरहेको छ, एकदम बाजा आजाका साथ होइन। सबजना नाच्ने र यता आज पूजा गरेको बोकाहरू काटेर सब